जस्तो कोही छैन, तपाईं जस्तो कोही छैन। Everyone, welcome and welcome back to my vlog. Everyone, welcome and welcome back to my YouTube channel. धेरै पछाडि चाहिँ म भ्लग गर्न लागिरहेको छु। म चाहिँ लोइस राई हो। सबैले आफ्नो आफ्नो इन्ट्रोडक्सन दिने, हामी कहाँ जान लागेछौँ भन्ने म गले। हामी खै थाहा भएन कहाँ जान लागेको नाम। बौद्ध चाहिँ हो नि हो। तिमीलाई म चर्चको नाम पनि थाहा छैन। हामी चाहिँ युथ क्याम्प जान लागिरहेको छौँ हैन। अनि हामी चाहिँ यत्रो भारीहरू बोकिरहेको छौँ। फेरि यस्तो सबसे ठुलो भारी देखाउँदै ए राकेश सरी म हामी चाहिँ 2 दिनको के कस्तो हुन्छ सो हामी क्याप्चर गर्नेछौँ। अहिलेलाई चाहिँ म चाहिँ 90कोबाट भ्लग बनाउन लागेको। अब चाहिँ हामी जानलाई रेडी, बसमा चढिसक्यौँ। हेलो हेलो यता यता हाम्रो पूजा निप्पो हुनुहुन्छ, यहाँ हाम्रो राकेश दादा हुनुहुन्छ, यहाँ हाम्रो कालो चुक छ झन्डा मम्मी यता हेर्नु। हाम्रो भ्लगमा हेरिदिनुहोस् बनाना आन्टी नि रोज दिदी पनि। यहाँ चाहिँ नाटक चल्दैछ। हाम्रो आन्टी दिदीहरूको नाटक हेर्नु होला। यहाँ एउटा गेम खेल्दैछ। एउटा यहाँ खन्चुरीहरू खाँदैछ। ला पछि सबैजना आधी मात्रै आउनु भएको छ, अझै आधी आउनु बाँकी हुनुहुन्छ। हामी चाहिँ लागि ला मैले के भन्न लागेको थिएँ ला बिर्से। हामी चाहिँ अहिले जाममा परेको होइन रहेछ। यतातिर चाहिँ जुत्ताको सेल चलिरहेछ। जुत्ता चाहिएमा आउनु होला, यहाँ सेल चलिरहेछ। 1000 रुपियाँमा एउटा सेट जुत्ता। हामी चाहिँ अहिले जाममा अड्केको छौँ। के गर्नु, गाडीलाई माथिसक्यो मलाई त। हामी चाहिँ यो कुन ठाउँ हो? यो कुन ठाउँ हो? सबैजनालाई चाहिँ उहाँहरूले एउटा बाइबल भर्स दिनुभएको छ। अनि हामी चाहिँ आफ्नो आफ्नो टिम यसरी खोज्नुपर्ने छ। नेक्स्ट पर्सन उनले र उसले भेटिसक्यो, हामीले भेटेको छैनौँ। अनि हामी चाहिँ इन चर्चमा छौँ। अनि यो चाहिँ हामी आएको चर्च को ला मेरो त कहाँ खोज्नु होला। मैले यति धेरै एक्सप्लेन गरेको छु। यो चाहिँ मेरो हो। अनि सबैजनाको र हाम्रो इन्टरभ्यू सक्यो भने मेरो जीवनमा नि परमेश्वरले एकदम राम्रो काम गर्नुभएको छ। He saved me from all this worldको कुराहरूबाट। He saved me from my sin, हैन, आफ्नो पापहरूबाट बचाउनु भयो। कुन व्यक्तिलाई चाहिँ चलाउनु भयो, उहाँको माध्यममा चाहिँ परिवर्तन भयो नि। यही भन्दै गर्दाखेरि चाहिँ I want to share my testimony एकदम shortly. So it was हामी चाहिँ पोखरा गएको थियौँ एउटा मिसनको उसमा हैन, मिसनको सङ्गति लिएर। And there was this man, एकजना व्यक्ति हुनुहुन्थ्यो, उहाँको नाम चाहिँ डेभिड होइन, डक्टर डेभिड हुनुहुन्थ्यो नि।
उहाँले चाहिँ के गर्नुभएको थियो भन्दाखेरि एकचोटि सुन्नुहोस् है कसरी परिवर्तन भयो भन्दा he was a doctor अनि मिसनमा हामीले फ्रीमा सबैजनालाई बिरामीहरू जाँच्दै थियो अनि उहाँको त प्रेयर टाइम पनि बिहान बेलुका दिउँसो कति 5-6 चोटि अनि एउटा कोर्नरमा गएर he was like literally kneeling down and praying के अनि म यसो पनि हुँदो रहेछ कोही व्यक्तिले यसरी पनि प्रार्थना गर्दो रहेछ क्रिस्चियन त म पनि हुँदो र म आई नेभर प्रे ड्युरिङ माई वर्क सिफ्ट म मेरो कामलाई एकछिन राखेर साइडमा गएर कहिले पनि प्रार्थना गर्दैन यसरी वाज डुइङ द्याट अनि उहाँको जीवनबाट चाहिँ मेरो पनि परिवर्तन भयो सोचेँ सो ही स्मेल्ड लाइक जिजस उहाँ चाहिँ जब मसँग सँगै भएर काम गर्नुहुन्थ्यो नि उहाँको बास्ना नै येशू ख्रीष्टको जस्तो आउँथ्यो क्या अनि उहाँले बोल्दाखेरि हरेक शब्द पनि sounded like Jesus and that saved me. Jesus saved me through another person's life. Right? अनि यो कतिजनाको टेस्टिमनी भयो हेर्दाखेरि चाहिँ मलाई चाहिँ मेरो आफ्नै टेस्टिमनी पनि याद भयो. So we are all here to worship our God. हामी सबैजना तयार छौँ त? Yes! हामी सबैजना तयार छौँ? सँगै बसेर नेपालीमा ट्रान्सलेट गरेका थियौँ अनि यो गीतले चाहिँ के भन्छ भन्दाखेरि जाग निदाएकाहरू जाग अनि यो गीत
सुत्नु लागेको क्या यहाँ सुत्नलाई यहाँ रेडी छ रेडी भएको छैन हाम्रो डर लागिरहेछ कि यो दिदीले ठेलेर ढाल्छ भनेर के भन्नु भयो र सबजना रेडी हुँदैछ एन्ड गुड मर्निङ एभ्रिवान हामी चाहिँ उठिसक्यौँ अनि त्यसपछि म तपाईँहरूलाई चाहिँ आजको दिनमा चाहिँ चर्च देखाउन आँटेको छु यहाँ माथिदेखि त्यहाँ चाहिँ के लेखेको छ 3 चुली हेलियो यता खै के हो बाटोहरू छ अनि यो चाहिँ रहेको छ चर्च अनि हिजो चाहिँ हामी यो सेकेन्ड फ्लोरमा बसेको थियौँ फर्स्ट फ्लोरमा चाहिँ बोइजहरू बस्नु भएको थियो अनि यहाँ चाहिँ प्लान्टहरू चाहिँ यति धेरै छ यता पर भित्र चाहिँ धेरै नै छ अनि यता नि छ अहिलेलाई चाहिँ यति नै अनि हाम्रो टिमहरू चाहिँ यहाँ के गर्दैछ मलाई थाहा छैन बहिनी आइसक्यो खाजा टाइम भएको छ यो चाहिँ लुइस र म चाहिँ कति मतलब यो अटेन हो मेरो फोनमा अनि त देखाउँदै हुनुहुन्छ ल समय पाउनु भनेदेखिलाई कोही बेला आउनुहोस् स्वागत छ है र हामीलाई यसरी निमन्त्रण दिनुभयो एकदम धन्यवाद छ इजिकियल भाइलाई हामी धेरै अगाडिदेखि चिन्छौँ माउन्ट मोरिया स्कुल अफ वर्सिप फर्स्ट ब्याचको उहाँ ग्रेजुएट पनि हुनुहुन्छ वर्सिप स्कुलको सेकेन्ड ब्याच पनि सेकेन्ड सिजन सुरु गरेर सेकेन्ड ब्याच पनि हुन्छ होला नम्बर 1 बलिदान चाहिँ डेली के हो वर्सिप भन्छ खै ठिक छ मेरो वर्सिप खै गीत सङ्गीत नो 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 त्यो एउटा बात मात्रै जब पनि तपाईँले घोडा टेक्नुहुन्छ अनि तपाईँले प्रार्थना मुख खोल्न थाल्नुहुन्छ नि तपाईँले के गर्नुहुन्छ त्यो चाहिँ आमेन परमेश्वरको उपस्थितिमा जल्न थाल्छ अनि त्यो चाहिँ सुगन्धी परमेश्वरको अगाडि जान्छ भरोसँग 140 को 2 खोलिदिनुहोस् अलिक भन्नुपर्छ तपाईँ जस्तो कोही छैन तपाईँ जस्तो कोही छैन पवित्र पवित्र परमेश्वर आफै कहिले आइपुगे हृदय सुन्दर देखिने सबै उजाडिया ठिक छैन यहाँ फेरि सब थोक छ दुसिने सास फेर्न गाह्रो छ मन भएको छ सोकी ठिक छैन यहाँ फेरि सब थोक छ दुसिने सास फेर्न गाह्रो छ मन भएको छ सोकी लाउन मलाई लाउन मलाई
नोट हेर्दा उहाँहरू स्कुलमा पनि पपुलर हुन्छ होइन सबैजना हेर्नु होला है तपाईँहरूलाई म गर्नलाई भनेर तर हाम्रो चाहिँ अब सेमिनारहरू प्रोग्राम जस्तो नोट बस्ने मान्छेहरू गर्छ चर्चमा जाँदाखेरि पनि हामी के कुरा सिकेका छौँ भनेर चाहिँ हामीलाई थाहा हुन्छ किनकि धेरै समय चाहिँ हामी जान्छौँ सुन्छौँ सुन्ने कुरा हराइहाल्छ क्या जब हामी लेख्छौँ भनेर घरमा गएर यसो यहाँनिर मैले सिकेको थिएँ भन्ने कुरा हुन्छ नि त त्यो कुरा चाहिँ तपाईँले अरूलाई पनि सेयर गर्न सक्नुहुन्छ है यति हो ल त्यसो भए हामी उहाँहरूलाई अगाडि बढ्नु हाम्रो कुरामा पनि अगाडि आउँछ हाम्रो फर्स्ट होइन तर पहिलो पनि पहिलो त्यस्तो के छ तर हाम्रो एकदम मिहिनेत गर्नुभएको छ लुइस राइट सिस्टरले फाइनली हाम्रो प्रोग्राम चाहिँ सकिसकेको छ र अहिले चाहिँ लगभग कति बज्यो भने वेट ल कति बज्यो 7 बजिसक्यो हामी सबैजना अब फोटो सेसन हुन लागेको छ अब हामी गर्छ प्लस मेरो गिफ्ट यो चाहिँ मैले पाएको गिफ्ट आज चाहिँ हामीले धेरै लेखेर पाएको गिफ्ट लोइस र मैले पाएको लोइस र मैले लेखेर पाएको हो जेली लाइन छोरी लेख्ने तर आजको हाम्रो प्रोग्राम चाहिँ युथ क्याम्प चाहिँ एकदमै राम्रो भयो अनि वी अल आर ब्लेस्ड र यति नै भएको छ अनि आजको ब्लग चाहिँ यतिमा एन्ड गर्न चाहन्छु सबैलाई बाई बाई